चेकिङ पर्यो पर्यो हजुर कति भएछ सर 97 स्पिड छ सर अब बाइकको 1000 सीसीको छ सर अब कति कुदाउनु भन्नु न आउनु सर हेर्नु पर्यो सर त यो ठाउँमा बोर्ड हाले हुन्छ सर अब त्यही त 100 भनेको कम हो त यो त सर एक गियरमा 130 पुग्छ है फेरि अब भने जस्तो हुन्छ हैन एक गियरमा 130 पुग्छ कुदाउनु नि हेर्न यसरी यो तात्तिएर ताती स्टार्टै हुँदैन अनि अब तपाईहरुले मेरो सरलाई हो घर त्यहाँ लाएर अहिले कोट लाएर ज्याकेट लाएर हिँड्नु भन्दाखेरि सक्नुहुन्न नि देश अनुसारको ठाउँ अनुसारको बाटो अनुसारको माटो अनुसारको हुनु पर्यो नि त आफू पनि हो त्यो त बुझ्छौँ हामी पनि हो मैले अघि नै भने तपाईहरुले अब भन्ला तेरो त हैसियतै छैन होइन त्यस्तो कहाँ हामी त्यस्तो भन्ने हैन अब त्यो मेरो हैसियत नहोला होला आफ्नो ठाउँमा छ तर माटो अनुसार चल्नु पर्यो नि त हो यो काठमाडौँमा चलाउने यो के बाइकै होइन सरकारले किन ल्याउनु त्यो भन्नु होला त्यो पनि भन्छन् मान्छेले भन्न त तपाईहरु सही छ अबदेखि फेरि यही बाइक आज दिनभरिमा फेरि यही बाइक कारबाही हुन्छ अनि हामी कहिले झिक्दैनौँ शनिबार हो अरू बेला त स्टार्ट त्यो पनि थाहा छ के ल्याए कि स्टार्टै हुँदैन कि जाममा त हैन फेरि कारबाही परिचित साइडमा 10 मिनट राख्नुपर्छ स्टार्ट नभएर त्यसैले यो शनिबार अहिले कामले पनि हिँडे आइन तपाईहरु पक्कै त भन्छु यो चाहिँ कुरामा फेरि म कामले हिँडे होइन यो इन्जिनै सफा गर्न हिँडे हो त्यो कुरो मलाई थाहा हो है अब हजुर यस्तो अनुष्ठान हुँदो रहेछ अब आज बुझ्दिनँ त यो इन्जिनै सफा गर्न हिँडे हो काम पनि छैन उहाँहरुको काम अरू बेला काम हुन्छ आज फ्री भएर निस्क्यो हो किन नचलाए इन्जिन बिक्री गरेर चलाउन हिँडे हो बिदा दिन पारेर त्यो पनि मलाई थाहा छ एकचोटि बुझेर छोडिदिनु न सर हस् ल हस् धन्यवाद अब बिस्तारै चलाउँछौँ तपाईहरुको कुरा भन्यो अहिलेको जस्तो फेरि टोले खिचे त्यही त